नमस्ते दर्शकवृन्द, अहिले चाहिँ हामीले खराल भ्लगमा यहाँहरूलाई स्वागत गर्न चाहे। अहिले हामी बुसानको हिउँदे भन्ने स्थानमा घुम्न आएका छौँ। गर्मी मौसममा चाहिँ यहाँ विभिन्न देशका पर्यटकहरू यहाँ पौडी खेल्नको लागि, रमाइलो गर्नको लागि, घुम्नको लागि आउने गर्दछन्। जसमध्येमा चाहिँ E7 देखि लिएर विभिन्न भिजामा कोरियामा कार्यरत श्रमिकदेखि लिएर यहाँ नै कोरियनसँग बिहे गरेर बसेका विदेशीहरू, सँगसँगै विदेशबाट पनि यो हिउँदेमा घुम्नका लागि लाखौँ दर्शकहरू यो ठाउँमा आउने गर्दछन्। यो गर्मी महिनाको मौसम सुरुवात भएसँगै अहिले चाहिँ हामीले यहाँ पर्यटक, स्वदेशी तथा विदेशी पर्यटकहरूको निकै ठुलो घुइँचो देख्न सकिरहेका छौँ। धन्यवाद दाइ, दाइले को बारेमा जानकारी गराइदिनु भयो मेरा शुभचिन्तक दर्शकवृन्दहरूलाई। दाइलाई धन्यवाद, आभारी छु दाइप्रति है। लगभग दिनभरि नै लगभग त्यही हिउँदे बिचमै हामी घुम्ने कार्यक्रम भयो, यहाँको दृश्य अवलोकन गर्ने कार्यक्रम रह्यो है। अब हामीले तपाईँहरूलाई मैले के चाहिँ देखाउन खोजिरहेको छु भने यहाँको अब आर्ट, यो विभिन्न यो के भन्छ चित्रहरू मैले देखाइहालेँ। अब यहाँ मान्छेको यस्तै छ, सबै खानपिन रमाउने छुट्टीको दिनमा यसो छ। र विशेष कुरा अब यहाँको हामीले क्यासिनो होइन, क्यासिनो पनि हामीले दृश्य अवलोकन गर्ने नै छौँ। अब यो भिडियो चाहिँ अब त्यहाँ कैद गर्न मिल्दैन, तर क्यासिनो लगभग यतै एरियामा छ है कि होइन? कता हो है, छुट्यो कि के हो दाइ? यति कौना हो कि नि? ए यहाँनिर हो त, यही हो दाइ, यतिनिर कौना हो। यो प्याराडाइज भन्ने यो क्यासिनो हिउँदेको वान्टेज क्यासिनो भनेर यो प्याराडाइज हो। यस्तै छ, कोही क्यासिनो खेल्न चाहनुहुन्छ भने आउनु होला, प्याराडाइज रहेछ है त। अब यहाँ त अब ल पार्टीतिर त भलिबल पनि खेलिरहेको थियो नि दाइ। विभिन्न यहाँ गेम त्यही हो, मान्छे मनोरञ्जनका लागि नै यस्तामा हामी पनि मनोरञ्जनकै गर्नका निमित्त नै यहाँ आएका हौँ र सामान्य भिडियो भ्लग बनाउने कोसिस गरेर यहाँसँग चाहिँ हामी जोडेका छौँ है। भन्दै बाँकी कुराहरू गर्ने नै छौँ, भिडियो कर्म जोडिने नै छु। अहिले चाहिँ यति नै भन्न चाहेँ है त। धन्यवाद, जय नेपाल। ओहो, यतातिर त फुलकुमारीहरू है त, यिनीहरू नदेखाउँ राम्रो देखिन्थ्यो होला। ल अब हाम्रो सुझाव पनि दिइहालौँ न त बालन सरकारलाई। बागमती किनार नजिकै रहेको त्यसो सार्वजनिक ठाउँहरूमा यस्तो खालको संरचना बनोस् र यो विकासको मैले देखाउँछु कस्तो संरचना छ भनेर मैले अब भिडियोमा देखाइरहेको छु नि त। हो, यस्तो खालको संरचना छ है त, यस्तो खालको संरचना यहाँ छ। र बाँकी कुरा यो त बालुवाबाट बनेको संरचना हो। विभिन्न आकृतिका चित्रहरू कोरिएको छ है। हाम्रो केटाहरू खै दाइ, ए उहाँ ओहो हाम्रो टोलीहरू पनि भेट हुनु हो। ल है त, ओहो ल हाम्रो टोलीहरू अब हाम्रो यहाँ कोट सभा एकछिन हाम्रो यस आजको वृहत भ्रमण कार्यक्रमको कोट सभा अरू दुईजनाको टोलीहरू खै त? ल हेर्नुहोस्, खराल ब्लग्स, खराल ब्लग। तपाईँले खराल ब्लग्सलाई चाहिँ धेरै माया गर्नु हुन्छ दाइ, अब हामी पनि जोडिउँला होइन। मैले एउटा प्रयास गरेको छु, त्यस्तै छ दाइ है। ल फेरि अहिलेलाई एकछिन बन्द गरेँ है त। अब हाम्रो चाहिँ आएको मान्छे अब लगभग रात परेछ दिउँसोभन्दा अलि बढेको हो कि दिउँसोभन्दा मान्छेको चहल पहल अहिले चाहिँ इभिनिङ मान्छेहरू भन्दा सब बखाल्छ कर्णधारहरू त्यो पनि भनिदिनु पऱ्यो नि त।
यहाँको दृश्यको बारेमा देखाएर मनोरञ्जन दिने कोसिस गरिरहेको छु र हेर्नु दाइ एउटा चाहिँ यो रहेछ यार यो बालुवाबाट यस्तो किसिमको चित्र बनाइएको छ दर्शकले हेर्न सक्नुहुनेछ बलिसकेपछिको दृश्य है अघि दिउँसो हामीले अब लाइट नहुँदाको दृश्य थियो भने अहिले लाइट र साँझ परेपछि कस्तो हुँदो रहेछ भनेर हामी आज दिउँसोदेखि अहिलेसम्म नै यहीँ हेउन्देकै यात्रामा छौँ अहिलेको दृश्य यस्तो छ है यहाँको बालुवामाको स्वर्गको अप्सराहरूले तपाईँले देख्न सक्नुहुन्छ यो अब बेलुकीको भने धमकै साँझ पर्न झिसमिसे भइसकेको अवस्था छ तैपनि मान्छेको चहल पहल चाहिँ बढिरहेको छ घट्नु क्रममा छैन बढ्ने क्रममा छ ल हेर्नुहोस् यो यिनको कला हेर्नुहोस् दाइ यतातिर फोकस गर्नुहोस् क्यामेरा ओहो ओनो ल हेर्छु म यसरी दृश्य अचम्म उहाँले चाहिँ बनाएर एउटा बाजाकै आइटम होला यो पनि होइन
कति तला होला दाइ यो गेस गर्नुहोस् त दाइ ल यो के चाहिँ बिल्डिङ कति तला होला तपाईँ अन्दाजी गर्नुहोस् ल सय त होला नि हो 100 माथि होला यार त्यही त मलाई थाहा भएन मैले त यो त गेस गर्नै सक्दिनँ है अब दाइ आउँदा अगाडि कुन चाहिँ जानुभएको थियो अरे घर कता कतारमा पनि यस्तो त पक्कै होला गेस गर्नुहोस् ल ए तपाईँले 100 को गेस गर्नुभयो ल दाइले 100 गर्नुभयो तपाईँले दाइ 100 है 100 होला त माथि होला नि 100 भन्दा यार हो र माथि त होला मैले त ट्याक्कै मैले त सकिनँ यार भर पाउन सकिनँ है त मैले त मैले भर पाइनँ बरु यसको उमेर कति भनेर सोधेर मैले ट्याक्कै भर पाउने थिएँ तर यो पाइनँ यार सोधेर भर पाउने थिएँ त मैले फेरि कुनै केटीहरूको अथवा मान्छेको जुनसुकै केटी भए पनि केटा हजुर हजुर ल है त धन्यवाद हो हो ल ल दाइहरूलाई बधाई छ ल तपाईँहरूको गेस्ट मिलेकोमा धन्यवाद यहाँहरूलाई दाइहरूले यो बिल्डिङ चाहिँ 100 तला होला भन्नुहुन्थ्यो नभन्दै 100 नै 100 रहेछ उहाँहरूलाई बधाई छ उहाँहरूले चाहिँ मिलाउनु भएको छ उहाँहरूलाई पुरस्कार स्वरूप अब उत्यो दिउँला है त उत्यो अब अरू अहिले ट्याक्कै भन्दिनँ उत्यो दिउँला यस्तै छ मैले मेरा सम्पूर्ण दर्शकबिन आफन्त शुभचिन्तकहरूलाई त्यो दृश्य देखाएँ है हेर्नुहोस् ओहो यस्तो रहेछ है कोरियाको बुसान भन्ने ठाउँमा अवस्थित हेउन्दे बिचमा को दृश्य यस्तो रहेछ फलानाले देखाएको थियो माई गड भन्नु होला त्यही हो अरू त केही छैन नि त बस अरू मैले केही भन्न चाहिनँ भन्दै यो चाहिँ हेउन्देको एकदम आजको अन्तिम चरणमा आजको यात्राको चरणमा हामी छौँ होइन के भन्नुहुन्छ कि आजको विषयवस्तुमा आजको रमाइलो भयो होइन कतिको रमाइलो भयो कतिको मनोरञ्जन भयो मुड कतिको फ्रेस भयो सब सोचेको जस्तै रहेछ हेर्दै हजुर हजुरको त फर्स्ट चोटि पनि होइन फर्स्ट चोटि हजुर सुनेकोहरू हो भन्दा नि अलिक अझ फरक रहेछ यो बालुवाको मूर्तिले चाहिँ होइन हजुर हजुर धेरै त्यही राम्रो एउटा लाग्यो। सौन्दर्यता होइन आजको जे होस् छुट्टी एकदम राम्रो राम्रो रमाइलोसँग बित्यो ठिकै दाइ ल भोलिबाट हामीले फेरि जोत्न पर्थ्यो यस्तै छ हाम्रो क्यामेरामा हाम्रो ठोकर दाई हुनुहुन्छ है उहाँले आज हाम्रो क्यामेराम्यान यहाँको सम्पूर्ण आयोजक टिम उहाँ नै हो भन्नु पनि पर्छ हामीले हाम्रो टिमको बोस उहाँ नै हुनुहुन्छ हामीले यहाँको बारेमा देखाइहाल्यौँ यस्तै छ अन्तमा हामीले बोसको मन चाहे त लिनै पर्यो 2 शब्द चाहिँ जाओस् भन्ने हाम्रो अपेक्षा रहेको छ तपाईँ बोल्नु नि त के मैले कसो लाग्यो तपाईँलाई बुसानको यो हेउन्दे बिच एकदम सोचेको जस्तै रहेछ अहिले त्योभन्दा नि मनमोहक कहाँबाट लोभ्याएछ भने अहिले बालुवामा चित्र यस्तो राम्रो कि त्यो त्यस्तो राम्रो बनाएको छ त्यत्रो मेरो तपाईँ पहिला विदेशमा दुबईतिर पनि जाने दुबई कतार कुवेत युनिभर्समा गयो भन्नुभयो त्यहाँ त्यतिसम्म थिएन यस्तो अहिले बनाएको थिएन? धेरै विकास भएको छ अरे भन्छ त्यो बेला यतिको थिएन यस मनमोहक रहेछ ल यो पनि आजको यात्रा एकदम रमाइलो खुसी भयो फेरि आउने छु भनेर होइन जादु पनि हेर्नु भन्दा होइन जादु त्यस्तै फायरवल अचम्म रहेछ सेम अब नेपालमा त हात हेराउने मान्छे पनि रहेछ रहेछ अरू नदेखेको कि अहिलेसम्म थाहा नभएको थियो हात हेराउनेदेखि लिएर अब सब अचम्म रहेछ ल ल हिँडेको आधार यात्रा भयो खुब रमाइलो लाग्यो अब तपाईँले अन्तिम खराल भ्लगको केशव खराल भ्लगको हामी कार्यक्रमको अन्तिम चरणमा छौँ अहिले हामी हेउन्देमा छौँ र यहाँ देखिरहनु भएको छ एकदमै यस्तो त नेपालमा 100 वर्ष 200 वर्ष पछाडि पनि यस्तो बन्न नसक्ला तर आशा गरौँ तपाईँ कोरिया भाषा दिइरहनु भएको छ भने आउन कोसिस गर्दै हुनुहुन्छ भने अथवा तपाईँ धनी परिवारको हुनुहुन्छ भने त आउन सकिहाल्नुहुन्छ यदि सामान्य मध्यमवर्गीय परिवारको हुनुहुन्छ भने चाहिँ इपिएस भाषा पास गर्नुभयो र अथवा स्टुडेन्ट भिजामा अथवा तपाईँ डिपेन्डेन्टमा
पनि आउन सक्नुहुन्छ र यदि कोरिया आइहाल्नु भयो भने चाहिँ यो बुसानको दक्षिण कोरियाको बुसानको हिउँदे बेसमा चाहिँ आउन नछुटाउनु होला भन्ने अनुरोध गर्न चाहन्छौँ र यहाँ तपाईँले विभिन्न देशको टुरिस्टहरू सँगसँगै हामी नेपाली पनि यहाँ आउन पाएका छौँ एकदमै खुसी अनुभव गरिरहेका छौँ यहाँ तपाईँले यहाँ गर्मीमा छुट्टी मनाउनको लागि एउटा कार्यक्रमको आयोजना पनि गरिन्छ र तपाईँ खेल खेल्नुहुन्छ क्यासिनो प्रेमी हुनुहुन्छ भने क्यासिनो खेल्न पनि सक्नुहुन्छ यहाँ तपाईँ यहाँदेखि विभिन्न समुद्रको भागहरूमा यो सिपमा चढेर भ्रमण गर्न चाहनुहुन्छ भने पनि त्यो पनि यहाँ व्यवस्था मिलाएको छ र सँगसँगै तपाईँ यहाँ हनिमुनको लागि बिहे गरिसकेपछि पनि आउन सक्नुहुन्छ है यहाँ खराल भाइले अहिलेसम्म अविवाहित भनिरहनु भएको छ अविवाहित हुनुहुन्छ उहाँले पक्कै पनि आफ्नो श्रीमतीलाई स्टिभेन भिजा चेन्ज गरिसकेपछि यो बुसानको बिचमा यो हिउँदे बिचमा ल्याउनु हुने नै छ भन्ने अपेक्षा गरेका छौँ उहाँले अहिले युट्युबदेखि तपाईँको फेसबुकदेखि टिकटकदेखि विभिन्नमा उहाँले यो भ्लग बनाएर अपलोड गर्दै हुनुहुन्छ र पक्कै पनि दाजुभाइ तथा दिदीबहिनीहरू तपाईँहरूले चाहिँ उहाँलाई साथ सपोर्ट अथवा उहाँको भिडियोलाई सेयर गर्नुहुने लाइक गर्नुहुने कमेन्ट गर्नुहुने र उहाँलाई प्रोत्साहन स्वरूप होइन तपाईँले गर्नुपर्ने साथ सहयोग गर्नुहुन्छ भने अपेक्षाको साथ आजले भने हामी खराल भ्लगको अन्तिम चरणमा र तपाईँले चाहिँ हाम्रो भिडियोलाई सेयर गरिदिनु होला हेरिदिनु भयो अहिलेसम्म साथ दिनुभयो यसको लागि धेरै धेरै धन्यवाद दिँदै आज खराल भ्लगको यहाँ ओनर हुनुहुन्छ केशव खराल भाइ हुनुहुन्छ अर्को यहाँ हाम्रो विवेक लामा भाइ पनि हुनुहुन्छ उहाँ भर्खरै हाम्रो कम्पनीमा आइएमबीमा आउनुभएको छ भोलिदेखि चाहिँ उहाँ काम जोइन गर्नुहुन्छ है सँगसँगै म मनोज थोकर मनोजलाई पनि बिदा दिनुहोस् आगामी अर्को भ्लगसम्मको लागि हामी लाई बिदा दिनुहोस् अर्को भ्लग पक्कै पनि छिटै आउनेछ यो भ्लगलाई हेरेर सपोर्ट गर्नु होला भन्ने अपेक्षाको साथ अहिलेलाई भने नमस्ते ओके धन्यवाद दाइ अब दाइहरूसँगको आज रमाइलो यात्रा भयो है एकदम मन खुसी मात्रै होइन हर्षित मात्रै होइन एकदम उमङ्ग नै भइरहेको छ र यो भिडियोलाई हेरिदिनु होला अब यहाँको मैले कोरियाको विकास संरचनादेखि लिएर प्राकृतिक सौन्दर्य कृत्रिम सौन्दर्य विभिन्न देखाएँ यहाँहरूलाई अवलोकन गर्ने मलाई अवसर मिल्यो हजुरहरूले के भन्छ मैले अवसर हजुरहरूलाई मैले दिने ल धन्यवाद है त ल जय नेपाल ल सबैजनालाई जय नेपाल ओके